मेरो फोनमा ट्रान्सफर गरिदिनु ल ल परमेश्वरी के भन्छ यो चैत्य देशको उपलक्ष्यमा मेरो बहिनीहरू मलाई आउनु भेटेकोमा धेरै धेरै धन्यवाद छ अनि मैले दिएको आशीर्वादको लागि जाओस् अनि सबै जिन्दगीमा प्रगति होस् है दुःख नहोस् अनि अहिले प्रगति गरेको खण्डमा भने धेरै धेरै धन्यवाद छ अनि छोरीहरूलाई राम्रो बाटो लगाइदिनु पर्यो ल भान्जी राम्रो पढ्नु अब आइटी पढ्दै रहेछ अब आइटी राम्रो पास गरेर चाहिँ राम्रो इन्जिनियर हुनु है आइटी इन्जिनियर अनि प्रगति राम्रो व्यवहार गर्नु अनि संस्कार अनुसार चल्नु है ल यो मिना कहिले जान्छ बस हाम्रो यसलाई निकालिदिउँ हाम्रो दिपक दादालाई लाउरे छोरी यार फेरि यहाँ नमस्ते छोरी मोटी के खाइरहेको यस्तो हाम्रो भेना नमस्कार दिदी डम डम पारेर बहिनीलाई नहेरिकन पठाइरहेछ हेर्छौँ भाइ फेरि के खाएको थियौ ममा नाम चिकन ममा दिल्ली ल देऊ न कान्छी सबैजना सबैलाई बाडिसक्यो ममा एकै ठाउँमा बोकिएको झन् गाह्रो हुन्छ भने थ्याङ्क यू दादा साइन दादा भेट्छु म अब भोलि या पर्सि भेट्छु सबैलाई ल माइजूलाई भोलि माइजूलाई टिका लगाइदिनु पर्ने मलाई ल भेना म भेनालाई देखाउनु भेनाले मलाई देखाउने दिदी कस्तो छ खाना मिठो हो चाहिँदै त्यसै कस्तो भयो है दिदी ठुलामा नभए पनि ठुलामाको झलक आयो भयो है ए नानीहरू जाउँ अब मैले बुवा आमालाई